सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सबैजनालाई दर्शक नमस्ते र सबैजना ठिकठाक हुनुहुन्छ होला। अनि आज चाहिँ फेरि अर्को नयाँ ब्लग आउँदैछ। अब नयाँ ठाउँमा गएको नयाँ ब्लग आउँदैछ होइन। अब सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला र अब ब्लगहरू आउनु चाहिँ हल्का ढिलो हुन्छ किन भन्दा अब गाउँघरतिर बसिन्छ अब टाइम लाग्छ नि त, त्यही भएर ढिलो हुन्छ। त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु र अहिलेको चाहिँ यो नयाँ ब्लग चाहिँ स्टार्ट हान्दिमै चाहिँ यहीँबाट। बाई ल अब हामी चाहिँ यहाँबाट हिँड्नु पर्ने हुन्छ र हामी हिँडि पनि सकियो। अब यताबाट आएर मलाई चाहिँ अब यहाँबाट गएर पहिला पैसा लिएर अनि बल्ल अर्को राइडतिर जान पर्छ। अब पैसा नभएछ त अब गए जस्तो नि हुँदैन र जान लागेको चाहिँ अब आन्टीको चाहिँ मामा माइत हो कि त्यो जान ला। अब के गर्न किन गर्न भन्छ उहीँ गएर सोधौँ ल हेरौँ ल। अब बाटोमा कन्टेन्ट मिलेछ भने मिलेन्छ भने पनि भिडियोलाई सबैभन्दा लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब गरिदिन चाहिँ नभुलिदिनु होला है त। किन भन्दा हजुरको त्यो सानो सपोर्टले नि हामीलाई हुन्छ नि त, सानो साथ सपोर्टले नि हामी बनियो होइन। त्यही भएर चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। भिडियो धेरै लामो हुन्छ होइन। टक्क म चाहिँ उहीँ हाम्रो गन्तव्यमा टक्क जहाँ पैसा लिनु छ त्यहीँदेखिको टक्क अन गर्छु त। जानुपर्ने चाहिँ सुर्तारी भन्ने गाउँमा हो, तर म घुम्दै जान्न यतै फर्क्यो अलि यतै आउनु। म घुम्दै आउनु भनेको के भने खान्दा हुन्छ ल घुम्तीसम्म आऊ भन्ने कुरा अरे। त्यही भएर म त्यहाँसम्म गएर त्यहाँबाट सिधै ठुली पोखरी साइडतिर जान्छु है त। म चाहिँ नयाँ ठाउँतिर हामी होइन अहिले चाहिँ नयाँ ठाउँतिर र नयाँ गाउँतिर यतापट्टिको बाटो कस्तो छ मलाई नि अहिलेसम्म थाहा छैन होइन। बाटो म यो बाटो अहिलेसम्म गएको छैन। यो बाटो म अहिलेसम्म गएको छैन तर कस्तो छ त्यो पनि थाहा छैन कि। त्यही भएर यो सर्टकट पनि हो, गइदिउँ न त आज सर्टकट बाटो भनेर हिँडिदिएको हो होइन। अब के कसो हुन्छ र यतापट्टि खासै बाक्लो गाउँ छैन, पातालो गाउँहरू मात्रै हो। कसम बाइकले पातालो गाउँहरू मात्रै हो क्या यतापट्टि पनि, खासै बाक्लो गाउँ छैन कि यहाँ। ध्यान गर्न चिसो भइछ नि त, अब जाडो महिना पनि छ होइन। त्यही भएर बाइकले अब झ्याप्प पिकअप पनि दिएन कि आज के चाहिँ होइन। एक्सिलेटर बटारेर पिकअप लिन परेको छ मलाई। यो बेचेर अर्को 220 हाल्ने भनेको त्यस्तै भइरहेछ अहिले फिलहाललाई। त्यसैले काम चलाउनु परेछ मैले, नत्र यो ड्याडीलाई दिएर 220 हाल्ने भने सोच थियो मेरो। के हुन्छ ओह्रालो रहेछ के अरे। अब ओह्रालो भएपछि त तेलै छैन क्या फेरि। तेल हाल्ने जम्मा 200 मात्रै दिनुहुन्छ क्या आन्टीले। के भन्ने ए बाटो त खिच्चड रहेछ त यार। ए बित्ते बाटोको हालत गोठ त्यतैबाट जानुपर्ने रहेछ यार। किन आएको यता बाटो यार छ। क्यामेरामा के कसो देखिएको छ होइन, तर बाटो चाहिँ लास्ट खिच्चडै रहेछ के मासुको झोल। यस्तो बाटोमा त हुन्छ यार, यस्तो बाटो उता रहेछ भने त झन् अर्कै छ नि त। बाटाबाट फर्केर आइन्छु कि घर त्यहीँबाट जानु भनेर छोडेर मम्मीलाई चाहिँ। है बाटो अब त्यति होला भनेको त यता पनि त्यस्तै रहेछ। खरायो उभिन्छ त यार। के गर्ने अब पहिला यसो हुन्थ्यो भन्ने बाटो थियो केटा हो। अहिले त त्यही भन्ने बाटो पनि छैन। पहिला यस्तो बाटो हुँदाखेरि कता हाल्ने त्यही बाटोको हालत।
पहिला पहिला अब बाटो खराब भयो केपीबा आमाले खराब बाटो हिँड्यो भनेर कराछ बा केपीबा भन्न पाइन्थ्यो केटा हो आजभोलि त अब छैन अब त बाटो खराब भयो नि आफ्नै नभयो नि आफ्नै हो अब हामीले यो बाटो सुधार्नु पर्छ सुधार सुधार नसुधार नसुधार भाडमा जाओस् ओहो यो त यहाँ त बिहान नै चल्दो रहेछ त काम यार तिमीले मात्रै हो क्या कसम नेपालमा बसेर काम छैन भने देखिस् काम गर्दैछ नेपालमा काम जति पनि छ नेपालमा गर्ने भने गर्न चाहने हो भने गर्न चाहने नै छैन विदेशै मात्र देखेको छ जसले पनि विदेशै मात्र यसका बाजेले पैसा बुटो फलाए जस्तो गरेर विदेश देखेको छ अनि कहाँ हुन्छ यो चाहिँ मेरो साथीहरूलाई है अब किन भन्दा सबै साथीहरू गइसक्यो म एक्लै छु नि त नेपालमा बेरोजगार त्यही भएर अब यो सबजना साथीहरूलाई किन भन्दा अब एउटाको नाम लिएँ भने मैले अर्कोले 2-3जनाले भनिसकेँ कि मैले भ्लग हाल्दाखेरि चाहिँ यहाँ 2-3जनाले मेरो नाम लिएन होइन कि केटा हो कसको नाम लिनु त नि नामै याद हुँदैन कि त्यस्तो बेलामा होइन नामै याद पनि हुँदैन र अब सबै कुरा त्यस्तै भने जस्तो नि हुँदैन नि त यार त्यसमा चाहिँ माइन्ड नगर सबजनाले होइन अब किन भन्दा सबैको नाम लिएर त साध्यै छैन कि एउटाको लिए एउटाको भुलिन्छ हेर अब यसरी बोल्दै बोल्दै हिँडिन्छ नि त एउटाको लिए अर्कोको भुलिन्छ के नाम त्यही भएर चाहिँ एउटा हो यसमा गाह्रो नभनाऊ र आज चाहिँ म त्यो ठाउँमा जाँदैछु जुन ठाउँमा मसँग बसेर खाने हुर्किने म खाएको बसेको हुर्केको ठाउँ हो त्यो गाउँ हो तर त्यो गाउँमा चाहिँ म अहिले जाँदैन आधी बाटाबाटै हो तर त्यो गाउँतिरका नि केटाहरू छन् मिलनहरू छ विश्वराज दाइहरू यता मामाहरू छन् सन्देश भाइ छ तेरो नि गाउँतिर अब गाउँमा गएर तेरो घर सहरमा बसेर नै आउनुहुन्थ्यो केटा त्यस्तो होइन म परिस्थिति नै त्यस्तो छ कि जानै मिल्दैन कि खाली भएको बेला केटाहरूसँग बाइक लिएर धन्किन्छु म नभएको बेला अनि यस्तै हो हालत त्यही भएर चाहिँ डोन्ट माइन्ड है केटा हो डोन्ट माइन्ड त्यतैबाट म सिधै माथि गइदिन्छु कि रानी सर हुँदै हुँदै गइदिन्छु जान पनि हो त्यो डाँडा हो अहिले त्यहीतिरको राइड हान्ने हो आजलाई अहिले फिलहाललाई त म एक्लै हो अहिले एकछिनमा आन्टीहरू आउनु कस्तो यार आज पन्ध्र भएर खासै चिसो नि भएको छैन क्या हातमा त्यति फिल भएको छैन मलाई ल अझ हामी सिधै हाम्रो गन्तव्यमा गएर भेटौँला है त पैसा लिनु साँच्ची यार एउटा कुरा भन्न बिर्सिन्छु केटा याद छैन यहाँ यस्तो अझै आगो पुग्ने यताउति गर्ने रहेछ हामी बसेको ठाउँमा अहिले गाई बसिरहेको छ यार क्या दिनहरू थिए यार त्यो बेलाको नि राजेशलाई धेरै याद आएको होला यार त्यो ठाउँको त आगो फुकेर खाएर बसेको त अगाडिपट्टि एउटा गाडी गइरहेको रहेछ यो चाहिँ त्यहीँ गएर भेट गरौँ है अब चाहिँ यार आज मेरो साथीहरू जता जता छन् नि त्यतैको आज त्यतै छु कि म पनि मेरो साथीकोहरू चाहिँ यहाँ माथि पर्छ एउटाको चाहिँ होइन एउटाको यता तलपट्टि छ गाउँ चाहिँ यतै बसिरहेछन् कि केटाहरू म पनि आज यतै छु कि फेरि तिनीहरूकै गाउँमा छु त तिनीहरूकै गाउँमा जानु पाएन के म सो अब हामीलाई सिधै माथि नै गएर भेट गरिन्छ डाँडामा चाहिँ होइन यो बाटोहरू चाहिँ बनाउन लागेको रहेछ यतातिरको सिल्मी है यो ठाउँको नाम चाहिँ छन् यताकै पनि केटाहरू नाम लिन भेट्नकै याद धेरै छ यार तर बाटो पनि सही बनाउनु लागेको रहेछ यहाँबाट राइड हान्दै माथि गएर चाहिँ अब ठाउँमै गएर पैसा जहाँबाट पैसा लिनु छ त्यहीँबाट गरौँला है यो भिडियो धेरै लामो हुन्छ कि नत्र 2 दिनसम्मको छ नत्र धेरै लामो हुन्छ कि ल अब लास्ट झ्याउ होइन होइन अब मलाई यहाँ पैसा लिनु चाहिँ यहीँ आइज भनेको होइन अब माथि नै जान पर्ने भयो क्या मलाई चाहिँ अब म जहाँ मेरो मामा घर छ पहिलाको त्यहीँ जानु पर्ने अब त्यता गएको सिधै उहीँ मेरो मामा घरको सिम पनि देखाइदिउँ ल त्यहीँ मेरो मामा घरभन्दा अलि यतापट्टि हो पैसा दिन पनि चाहिँ त्यहीँ गएर चाहिँ सिम पनि देखाइदिउँ ल त मामा घरतिरको त्यो चाहिँ मेरो गाउँ भयो मामा घर त्यहाँ भयो उतापट्टि चाहिँ केटाहरूको गाउँ छ पैसा लिन जानु पर्ने त हो त्यहाँ अहिले मामा कहीँ जाने गएर चिया खाएर आइदिने केटा हो
यही बाटोमा कति हिँड्थेँ पहिला होइन। अहिले चाहिँ यो बाटोमा पहिला कति हिँड्थेँ म यो बाटोमा। अब सानोमा हुँदा गोरु चलाउन हिँड्ने यताउति। भलै मेरो घर उता ठुली पोखरी भए पनि होइन, सानै बाटो म यहीँ छु के, यो ठाउँमा छु। बरु त्यताको बारेमा थाहा छैन मलाई त्यति राम्रोसँग, यो ठाउँको बारेमा मलाई सबै थाहा छ क्या। किन भन्दा म सानै बाटो यही ठाउँमा बसेर यही ठाउँमा पढेर हुर्केको के। मैले पढ्ने छु तल गटे भन्ने ठाउँ, त्यता तलतिर पढेको मैले चाहिँ पहिला। बाइक असी यस्तै हो कि केटाहरूले यता जाऊँ भन्छन्, झ्याउ लाउँछ कि पहिला पैसा लिन जाऊँ। यस्तै यो केटा मेरो घर यार, यो म पहिला बसेको घर यार। आमाहरू यताउति हुँदाखेरि त बसिरहेको थियो, आजभोलि त अब छैन। ओइ टोक्रो यहाँ आइज। रेल यस्तो धरो प्राङ हानिदिन्छु मैले। ओ यहाँ आइज छिटो। होइन साइलो भन्ने त होइन, साइलो भन्ने त होइन। यहाँ आइज, यहाँ आइज पहिला त, यहाँ आइज त। ए धरो प्राङ हानिदिन्छु। त अस्ति कुसुमा गएर लडेर आएको होइन मेरो भाइसँग। त अस्ति कुसुमा झरेर मेरो भाइलाई पिटेर आएको कि नै? अहिले तँलाई खोज्दै म यहाँ आएको होइन। नमस्ते हजुरआमा, सन्चै हुनुहुन्छ? मलाई पनि ठिकै छ। अस्ति नै हो हल्का जिस्काइदिएको यसलाई, सातो लगाइदिएको। ए के हो मामा, पुरै साग छ त हो? साग ए चड्डा यहाँ जो त। अरे हजुर के हो त नि यहाँ पुरो ढलनमा चिनी लिब्रायो माटल लिब्रायो। होइन म जान्छु, मसँग टाइम छैन। नमस्ते माइजू, आरामै हुनुहुन्छ? खोइ यसो के भयो र छिटो। यो भित्र पनि धेरै पछि यार म यार कसम यही कोठामा सुतिरहेको थिएँ, यो कोठा र त्यो कोठा यहीँ। चितवनतिर जानुहोस् त नि भइहाल्छ। हेर्नुमा आइज अब भित्रै बसेर खाना पकाउनु लाउने रहेछ, अनि म बोल्दैछु नि त। खोइ त नि माइलो ल त माइजूको अहिले बेर भएर अर्कोचोटि आउँदा खाम्ला माइजू। माइजूको घर भन्दा यतापट्टि भन्दैछ कि कुशल भाइले नि भेट्नु आएको कता गएछ के गरे खाने यो घर। नमस्ते भन। खोइदै नि त्यो अरू लक्ष्मी माइजूका यता हो मामा माइजू नि। मामा के गर्न लाउनुको पैसा हाल खबर पढिरहेको होइन? होइन म जान्छु यार बेर होइन लिमी जाने आएन जाने यस ले हिँड्दैन आइज। अहिले म चिया हामी चाहिँ अब यहाँबाट निस्क्यौँ होइन, पैसा पनि पाइयो, यहाँबाट निस्किनुपर्छ।
र भाइ पनि जाने भने अब गाउँ चाहिँ यही हो, म बसेको पहिला बसेको खानी हाल्दैन हिँड्ने घुम्ने सबै यही हो। यस्ता हल्लान्दासहरू छ नि यहाँ बन्चरो ताकेर बस्छु ल। बाइक निकाल्न परेन त त्यताबाट जाऊ न ल। गएँ मामा पछि भेटौँ ल अर्कोचोटि आउँदाखेरि। चियाको कुरा नगर यार, जसले नि चिया चिया मात्रै गर्छ नि। अरे यहाँ बेर भएको बेला कसम। ए बाइकमा बस्न डर हुन्छस्? चढेको छैन कि म। अँ चढे छैनस् बाइकमा? ए विद्य बेजे त हानी सेयर त अहिले म आएको। भाइलाई पनि छोडिदियो होइन। भाइ चाहिँ अब फर्स्ट टाइम बाइकमा चढेको दाइ भन्थ्यो यार उसलाई औडा लाएर। आफ्नै भाइ अब फर्स्ट टाइम बाइकमा चढ्यो भन्थ्यो यार। हालिसक्यो केटा हो। अब तिमी त तेल हालेको बाइक त रन्किन्छ त। तेल हालेको कि रक्सी हालिदिएको बाइक त रन्किन्छ त त्यसो नि यार। यो बाटोलाई देख्दा मलाई एउटा गाना याद आयो कि आफ्नै गाउँ फर्किआए। खौला मात्रै हो र खौलाको बस्तीहरू त पातालै छ त। कतापट्टि हो यहाँ कार्किनेटर घाँस कता हो? यहाँ तलपट्टि हो कि माथिपट्टि छ नि? सिधै अलि कार्किनेटरतिर नै आइदिएको त। हामी चाहिँ कार्किनेटरबाट अब हिँडिदिएको के अरे लिमी भन्ने ठाउँमा हिँडेको अब कार्किनेटरबाट। बाटो चाहिँ मलाई नि थाहा छैन, मम्मीले भन्नुभएको छैन। पिछे पिच हिँड्नेसित पिछे पिच गइदिनु तल हो। सावधान बाटो बन्द छ अरे। हामी अस्ति जाने बेला त खुल्दै थियो त बाटो त। ए पिच फाइनली बिस्तारी बिस्तारी अब मम्मीको घर नै आइयो। मम्मीको माइता आइयो। एकटा मेरो अस्ति गाडी रहेछ यार यहाँ पनि ल्याइदियो त। मामाहरू कहाँ हुनुहुन्छ त नि? मामा त हेर्छ नि यही हो। काम नहुन्न जम्कै हिँड्नु हिँड्नु न अगाडि हिँड्नु। मैले देखेँ मामा माइला मामा होइन भने पनि चिन्नु किन नचिन्नु। पहिले नि भेट भइरहेको छ हाम्रो त। अनि शिवलिका निम्रो खोज्नु जाने मामासँगै हिँड्नु पनि। नामुमकिन को मुमकिन बनाने ही का तो दूसरा नाम राना है। आइंदा नामुमकिन का लफ्ज तुम्हारी जबान पर नहीं आना चाहिए। झलीको तिम्रै के भयो भन्दा अघि त्यहाँ रोकियो मम्मीसँग होइन। रोकेको अर्को त्यो आन्टी के को टिको लगाइदिनु भने बुढाबाजेले मलाई झ्याउ लगाइरहेको टिको लगाउन नि जस्तो लाग्थ्यो होइन। बुढाबाजेले त टिको लगाएर मान्छे दिएको यार। ए अझै 2-3 चोटि लगाइदिनु कि जस्तो भइदिएको मलाई। हजुरलाई दिएन?
हो र 1150 हो कि होइन मलाई त 500 दिएर मामाले त यतापट्टि गीत गाएर केटीहरू लान पाउँछ भनेर लागेको थिएँ र म ड्रन्की चाहिँ आएको पनि के रहेनछ त्यस्तो पहिला गीत गाउँथ्यो र मम्मी त आजकल गाउनु मन के हाम्रो गाउँतिर क्या उहाँबाट यहाँ आउँथ्यो हिँड्दै बुढाहरू करा हुने आएको थियो पहिलाका बुढाहरू उहाँ गाउँबाट यहाँ आइदिने ठुली पोखरी खै पुलाङ्गार बुढाहरू अङ्कलले नि हजुरलाई त्यसै लगन ल परेको दुइटाको मारे हो त्यो टाउतिर दाइ कति धनी भइछ जहाँ आमा लाउने छती मुर्छ रे अझै घर आयो घरको बाटो पनि आयो कस्तो त छ हिँड्दै गयो होला नि फाइनली घर आइपुग्यो केटा हो ल ल ल घर आएर यो पनि भ्याइयो बाइकहरू पनि राख्यो आन्टी जानुभयो मैले पनि अब यो सामानहरू लिएर जानुपर्ने हुन्छ हो घर बनाउने बोलाएको ल्याएको हेर्नु यत्तिकै छ यार मेरो फुर्सदै पाइयो होइन न ड्याडीले न मैले कसैले पनि फुर्सद पाइयो होइन यार आइतो पऱ्यो यार ए राइडर घाँदा यस्तो झोला नसुहाउँदो रहेछ केटाहरूले फेरि पोखरा जाने हुने छन् आज पोखरातिर नि हेर्न पर्छ के कसो हुन्छ अहिले फेरि अब सामान छोडेर आइदिउँ अनि त्यसपछि गर्नु पर्ला अरू काम होइन रालकोटा हो मेरो सानो घर झुपडी ड्याडी खै त नि ड्याडी खै खाना खायो मेरो घर गाउँ केटा फाइनली हाम्रो ब्लग पनि सकियो अब नेक्स्ट ब्लगमा भेटौँ ल त्यतिन्जेल बेलासम्मको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ चप्पा ओके बाई 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 भनिदेऊ बाई बाई भनिदेऊ पुकुलले बाई हारिदेऊ ल ओके बाई